Hey guys, good morning everyone. Welcome to my new vlog. So guys, हाम्रो प्लानिङ चाहिँ साथीसँग मिलेर अब नारायण म्युजियम जाने प्लान थियो। उसको चाहिँ अब पर्सनल प्रब्लम भएर उसले डिनाई गरिसकेपछि नजाने भनेपछि आज म चाहिँ एक्लै अब हजुरलाई त्यही हनुमान ढोका दरबार स्क्वायर देखाउने छु। रेडी भइसकेको छौँ हामी। यस्तो रुमको ताला साला लगाएर जानुपर्छ। सो गाइज हामी चाहिँ अब रुमबाट निस्किसकेको छौँ। दाइ एकजनाको कति छ? 100 अनि भित्र ब्लग बनाउनु पाइन्छ भिडियो? ल ल। सो गाइज अब चाहिँ एन्ट्री गर्छ हामी यहाँको। टिकट देखाउनुपर्छ त? ओके म्याम, थ्याङ्क यू। यहाँ भित्र इन्ट्री गर्नुको चाहिँ 100 रुपिस टिकट। दरबार भन्छ नि ल? हजुर। पहिला चाहिँ राजाको बेलामा चाहिँ जनताहरूले को घरमा चुलो बोल्यो नि माथिबाट हेर्थ्यो अरे क्या राजा। माथि गएर चाहिँ यो दरबारबाट हेर्नु, यसको टप फ्लोरबाट त्यो कसको घरमा आयो भने त्यो चाहिँ सुनेको थिएँ मैले। यहाँबाट हेर्थेँ, त्यो चाहिँ थाहा थिएन। यो बिल्डिङको चाहिँ 9 तले दरबार रहेछ। लगभग 9वटा तलाहरू छन् होला, 9 फ्लोर। त्यसैले चाहिँ यसको नाम 9 तले दरबार राखेको छ। अनि सिडी चाहिँ यस्तो छैन होइन गाइज, सिडी चढ्दै हामी 9 फ्लोर। यो चाहिँ हामी 2nd फ्लोरमा पुगेको छु। ठेक्कको चाहिँ 1st फ्लोर रहेछ। अनि यहाँदेखि साइनहरू पनि दिए हुन्छ नि गाइज, माथि जानु भनेपछि यस्तो साइन दिए हुन्छ, ठ्याक्कै माथि जानुपर्छ। साइड टप फ्लोरमा मान्छेहरू हुन्छन्, त्यहाँ चाहिँ हेर्छौँ हामी मान्छेहरू कतिजना छन्। त्यहाँबाट भ्यू कस्तो देखिन्छ म देखाउँछु हजुरहरूलाई। अनि यता यो चाहिँ 3rd फ्लोर पुगिसक्यो हामी। अनि 3rd फ्लोरबाट भ्यू चाहिँ नर्मल देखिन्छ, त्यति हाई देखिन्न। तल मान्छेहरू ठ्याक्कै पछितिर चाहिँ हामी ठ्याक्कै त अगाडिको बिल्डिङको एक्सप्लोर गर्नेछु, त्यो मन्दिरको चाहिँ। अहिले चाहिँ हामी यो यहाँ चाहिँ लक लगाएको छ गाइस। यहाँ भित्र चाहिँ कुनै सामान होला इम्पोर्टेन्ट। अनि यतातिर चाहिँ महाराज पृथ्वीनारायण शाह हाम्रो
देश एकीकरण गर्ने नेपाल, सिङ्गो नेपाल। 4th फ्लोर चाहिँ यता रहेछ। 4th फ्लोरको इन्ट्री गर्नेछु। 4th फ्लोर पुगिसकेपछि चाहिँ हामी 5th फ्लोरमा जानेछु। 5th फ्लोर यहाँ चाहिँ हल्का लाइट रहेछ। अरे यति दामी लुक देखिरहेछ यताको। लुक यो डिजाइन अब चाहिँ 6th फ्लोरमा पुग्छ हामी। ट्याक्कै यो चाहिँ 6th फ्लोर। 6th फ्लोर चाहिँ यता चाहिँ ढोका खोला रहेछ हौ। यहाँदेखि कस्तो भ्यू देखिन्छ देखाउँछु हजुरलाई म। जस्तै छ। यता चाहिँ के हुन्छ हौ? लेट मी एक्सप्लोर। डर लागिरहेछ यार। यो चाहिँ 6th फ्लोर कुनै 7th फ्लोरको यस्तो चाहिँ यहाँतिर रहेछ होइन। फ्लोर मतलब टोटली डिफ्रेन्ट भाइ। यहाँ चाहिँ नथिङ स्पेसल, जस्ट एउटा रुम जस्तै रहेछ। अनि मेरो रुम पनि यतै छ गाइस, यत्रै ठ्याक्क 4,500 लाग्छ नि यार यत्रो रुमको। यहाँ चाहिँ अनि पढ्छ लाइट रहेछ। लाइट के दिउँछ बन्द गर्दैन। यसपछि हामी 8 बजे लास्ट फ्लोर जानेछु। लास्ट 9th फ्लोर। ओके 9 तल्ले दरबारको ठ्याक्क टप फ्लोर। यहाँदेखि चाहिँ पुरा सकेसम्म पुरा त नै पुरा काठमाडौँ नै देखिन्छ। हामी त्यो मन्दिर साइड जानेछौँ। धेरै एक्सप्लोर गर्नु बाँकी छ। अहिले चाहिँ मैले ठ्याक्कै एउटा बिल्डिङको मात्र एउटा यो दरबारको मात्र गरेछु। हनुमान ढोकाको 9 तल्ले दरबारको मात्र एक्सप्लोर गरेको छु। यसपछि चाहिँ हामी अर्को त्यो दरबारको नाम चाहिँ के भन्छन् त्यसको एक्सप्लोर गर्नेछु र देखाउने छु हजुरलाई। लुक डुड भूकम्प आइसकेपछि कस्तो रहेछ यहाँ देखाउँछु है। भूकम्प आइसकेपछि बिग्रेको सामानहरू यता रहेछ होइन। 9th फ्लोर चढ्न त खुसी लाग्छ होइन गाइस। उत्रिने सेम त्यही बाटो जानुपर्छ। यस्तो रिस उठ्छ नि ठ्याक्कै तलबाट मान्छे आइरहेको हुन्छ नि माथिबाट हामी गइरहेको हुन्छ होइन। टोटल्ली अक्वर्ड लाग्छ यार। मतलब हल्का चिप्कीलाई जानलाई। त्यो यो 9 तल्ले दरबार भयो नि ठ्याक्कै 9वटा। अनि यता साइडको दरबारलाई के भन्छ क्या भने यो यताको यहाँकोलाई एउटा यतापट्टिकोलाई चाहिँ भक्तपुर हजुर। अनि यो यताको कीर्तिपुर हजुर। अनि यो 9 तल्ले भइहाल्यो। यो चाहिँ काठमाडौँ दरबार हो। यो चाहिँ ए काठमाडौँ दरबार भन्छ नि यसलाई। हजुर। 9 तल्ले चाहिँ पहिला चाहिँ राजाको बेलामा चाहिँ जनताहरूले को घरमा चुलो बोले नि माथिबाट हेर्थ्यो अरे क्या राजा। माथि गएर चाहिँ यो दरबारबाट हेर्नु यसको टप फ्लोरबाट। ए त्यो कसको घरमा आगो त्यो चाहिँ सुनेको थिएँ मैले।
यहाँबाट हेर्थेँ त्यतै थाहा थिएन। मतलब चाइनिजमा किन लेखेको छ हौ यो आर्किटेक्चर चाहिँ गरेको डिजाइनको चाहिँ भिडियो यता रहेछ। यता चाहिँ नो क्यामेरा भनेर भनेको छैन, त्यसैले मैले भिडियो बनाइरहेको छु। यता अनि पछि परवेश विशेष चाहिँ भनेछ फर स्योर फ्युचर चाइना एड। यता चाहिँ भूकम्प आएको बेला, यहाँ पछाडि चाहिँ भूकम्प आएको बेला जो यता भूकम्प आउँदाखेरि क्षतिवृत्ति भएको थियो त्यसको चाहिँ रहेको हाम्रो काठहरू या सामानहरू हुन्छ नि, जस्तै बुट्टा हानेको डिजाइनहरू आर्किटेक्चरहरूले सब सामान चाहिँ यता थोरै स्टोर यता गरेको रहेछ। अनि त्यसो अब त्यसपछि हामी तल जानेछौँ, तल एक्सप्लोर गर्न। त्यो सामान स्टोर गरेको फ्लोरबाट ठ्याक्क यता आउँदाखेरि चाहिँ यहाँ चाहिँ अब ग्यालेरी 1 रहेछ। यहाँ चाहिँ सायद कुनै सामानहरू या काठमाडौँ दरबार स्क्वायरको काठमाडौँ हनुमान ढोका यसको चाहिँ सामानहरू यता स्टोर गरेको होला। ताला लगाएको छ यता चाहिँ गाइस, यहाँभित्र चाहिँ सामानहरू हुनसक्छ। जस्ट लुक गाइस, क्या आर्किटेक्चर छ यार, मतलब डिजाइन काठमा। यो चाहिँ कुकुर होला, यो चाहिँ घोडा सायद, यो चाहिँ फ्लावर अनि अरू डिजाइन पनि छ। यस्तो अब यहाँ चाहिँ नो इन्ट्री भनेपछि तलबाट तल भिडियो बनाउनु पर्छ। ग्यालेरी साइड। दिदी दिदी हो दिदी सुन्नु न, त्यो साइडतिर मान्छे गएर जान मिल्दैन त्यहाँ, स्टाफ मात्र हो। ए ल स्टाफ मात्र जानु पाइन्छ क्या, स्टाफ त्यहाँतिर। भित्र चाहिँ भिडियो बनाउनु पाउँदैन रहेछ, हामी त्यो साइडतिर जान्छौँ। नाग पोखरी। यहाँदेखि चाहिँ ठ्याक्क अब माथि जाउँ भने होइन गाइस, माथि चाहिँ के छ रहेछ भनेर यो चाहिँ सिडी बन्द गरेर रहेछ। यो चोकको नाम चाहिँ लाहा चोक रहेछ, लाहा चोक। यो चोकको नाम चाहिँ लाहा चोक रहेछ। लाहा चोक एक्सप्लोर गरिसकेपछि हामी चाहिँ अब यहाँबाट अर्को साइडतिर जाने चाहिँ बाटो
हामी अब ग्यालेरी साइडतिर जाँदैछौँ म्युजियमतिर त्यहाँ के राखेछ देखाउने छु गाइज यो चाहिँ बसन्तपुर काठमाडौँ हनुमान ढोका दरबार स्क्वायरको चाहिँ ठ्याक्कै बाहिरतिरको भ्यू हो यतातिर यसो मान्छेहरू हुन्छन् हामी चाहिँ ट्याक्क यो बिल्डिङको माथि जानेछु त्यहाँतिर भिडियो बनाउनु पाइन्छ भने देखाउँछु र के गरगहना कस्तो सामान राखेछ नि देखाउँछु ट्याक्कै इन्ट्री गरिसकेको चाहिँ टोइलेट रहेछ मलाई लाल दुःख सुसु लाग्यो म गएर आउँछु गाइस हनुमान ढोका दरबार स्क्वायरको हो टोइलेट चाहिँ यस्तो रहेछ होइन सरसफाइमा हल्का हाइजिनमा चाहिँ मेन्टेन गरेको रहेछ गाइस देखाउनु पर्दाखेरि के छ भन्दाखेरि क्लिन छ पानी चाहिँ यस्तो रहेछ अब के भने यसमा चाहिँ टोइलेट पेपर छैन हातले धुनुपर्ने के पनि काम गरिरहेको छैन अब टुरिस्टहरू आएपछि के गर्ने भने अब यसले धुने तिनीहरूलाई त थाहै हुन्न मलाई यसले कसरी धुने भनेर धुने जस्तो प्रब्लम छ आई थिङ्क यो चाहिँ चेन्ज गरेर यसमा चाहिँ टोइलेट पेपर राख्नुपर्ने हो अनि टोइलेट पेपर नभए पनि गाइज हल्का यो त राख्नुपर्छ नि यहाँ टुरिस्टहरू आएपछि कसरी के गर्ने के गर्ने कसरी मतलब सफा कसरी गर्ने होइन हुनुपर्छ नि यति त ध्यान दिनुपर्छ नि यार सरकारले लु सरकार चेन्ज हुन्छ यो चाहिँ इन्ट्री बन्द धेरै ठाउँ यार इन्ट्री बन्द गरिदियो भने ठ्याक्कै टाइम भन्छ क्या हो यसलाई सूर्य होइन त्यो साइडतिर छ भने चाहिँ अहिले ठ्याक्कै यताबाट हेरेपछि टाइम कति भयो तिनीहरूले बनायो म त नेपालीहरूले बनाएको सोचे आर्किटेक्ट सब खत्तम सब चाइनाको मान्छेले बनायो अरे हाम्रो नेपालमा छैनन् आर्किटेक्चर दामी त्यस्तो छैनन् यो सब जो पनि देखिन्छ सब चाइनाको मान्छेले बनाएको यो आर्किटेक्चर सब यो आर्किटेक्चर सब यो पनि सम अफ देम आर चाइनिज एन्ड सम अफ देम नेपाली अब चाहिँ यतातिर यसलाई के भन्छ नि लुक यतातिर प्लानिङ पाल्की भनेर रानीहरू चढ्ने सायद यसमा होइन यो चाहिँ म्याना यसलाई चाहिँ म्याना भन्दो रहेछ बिहेको बेला चढाउँछन् कि क्या हो राजा रानी युवराज र युवरागी भने युवरागीहरूको स्वरण हुँदा तिनीहरूको पार्थीहरू शरीर बोक्न प्रयोग गर्ने विशिष्ट खालको म्याना सुनकै हो कि के हो अनि यो चाहिँ यसको बारेमा त डिटेल दिएको छैन यो चाहिँ शिवजीको नै विष्णुजीको मूर्ति होला प्रवेश नो इन्ट्री यतातिर नो इन्ट्री यता पनि नो इन्ट्री यो साइडतिर जान्छु अब यो साइडतिर चाहिँ देखाउँछु के छ यतातिर छ होइन ठिक छ दाइ यतातिर भिडियो गर्नु मिल्छ ल थ्याङ्क यू भित्र बनाउनु पाइन्न ए बाहिर यतातिर बनाउनु पाइयो
यहाँ माथि चाहिँ जान पाइँदैन नि दाइ मतलब के छ यहाँ माथितिर हजुर ए बनाउनु बाँकी छ नत्र जानु पाइन्छ है अहिलेसम्म अनि यो साइडतिर पनि सबतिर यस्तै होइन भुइँचालोले गएपछि निर्माण चाहिँ अहिलेसम्म सकेको छैन नत्र चाहिँ इन्ट्री गर्न पाइन्थ्यो है हो माथितिर जानु पाइन्थ्यो त्यो पल्लो साइडतिर पनि जानु पाइन्थ्यो सायद त्यहाँतिर पनि भुइँचालो गएको बनाएको छैन अनि यतातिर चाहिँ आर्किटेक्चर राम्रो छ ए साइड चाहिँ टोइलेट जाने ओके हामी बाहिर निस्किन्छौँ त्यहाँ चाहिँ कपडाको दोकान रहेछ सो यो चोकको नाम चाहिँ के हो भनेपछि ठ्याक्कै नासल चोक यो चोकको नाम रहेछ इन्ट्री बिचको यो चोकको नाम चाहिँ नासल चोक गार्डनिङ गरेर रहेछ अच्छा आपको बना सकता हूँ मैं आपके साथ वीडियो ठीक है आप मुंबई कौन सी जगह से है अपर मुंबई दादर से और इधर घूमने के लिए आए हुए ठीक है कितना महीना होगा मतलब कितना दिन हुआ यहाँ अभी 4 डे कौन सी जगह गए थे पोखरा के बाद अभी आ गए हम लोग काठमांडू में अभी ये लास्ट प्लेस है इसके बाद सीधा इंडिया जाओगे उसके बाद कल इंडिया होली फेस्टिवल है तो इंडिया सेलिब्रेट करेंगे इंडिया करेंगे और आप यहाँ काठमांडू में कौन सी जगह गए हो अभी पोखरा गए थे पोखरा में ऑलमोस्ट हम लोग सारंगकोट जहाँ से माउंटेन रेंज दिखती है ओके वो गए थे फिर हम लोग गए थे कुंडीकोट जो शिवा टेम्पल है वो भी देखा उसके बाद फिर हम लोग गए थे उसको मतलब वहाँ पे प्लेसेस अभी नाम नहीं आ रहा है काठमांडू में भाई काठमांडू में तो अभी यहाँ पे हम लोग गए थे फर्स्ट प्लेस तो हम लोग ने किया था कौन सा मंकी टेम्पल उसके बाद पशुपतिनाथ फिर बुद्ध स्तूपा अच्छा मतलब घूम चुके हैं भाई ज़्यादातर घूम चुके हैं चलो चलते हैं थैंक यू भाइ मतलब यताको टोइलेट छ होइन गाइस यताको चाहिँ सही छ क्या यो चाहिँ छ होइन काम गर्छ कि नै यो चाहिँ काम गर्छ होइन यो टोइलेटको खासियत चाहिँ यहाँदेखि फ्रेस हावा आउँछ क्या चिसो गर्मीको महिना चाहिँ यतातिर टोइलेट गर्न आउनु पर्ला जस्तो छ 100 रुपियाँ दिएर ध्यान चाहिँ दिनुभएको छ यतातिरको चाहिँ टोइलेटमा ध्यान दिनुभएको छ उता त्यो म्युजियम साइडको चाहिँ त्यति छैन है ठिक छैन है त्यतातिरको चाहिँ बनाएको हल्का यति नै हो हनुमान ढोका एक्सप्लोर